नमस्कार साथीहरू, स्वागत छ तपाईलाई आजको भिडियोमा। आज हामी अध्यादेश भनेको के हो, यसको विशेषता र महत्त्व के छन् भन्ने विषयमा कुरा गर्नेछौँ। यो विषय संविधान, राजनीति र परीक्षा दुवैका लागि धेरै महत्त्वपूर्ण छ। अहिले हाम्रो देश नेपालमा अध्यादेशको विषय उठिरहेको छ। जुन किसिमले अहिले जिन्जी आन्दोलन भएको थियो, त्यस आन्दोलनले अहिले संसद विघटन हुन पुगेको छ र अब चुनाव गराउनु पर्ने भएको हुनाले फागुन 21 गते चुनाव तोकिएको छ। त्यस चुनावको लागि अध्यादेश जारी गरेर राष्ट्रपतिले अध्यादेश जारी गरेको भन्ने विषय अहिले हाल चर्चाको विषय रहेको छ। त्यसैले अध्यादेश भनेको के हो त? साधारण भाषामा भन्नुपर्दा अध्यादेश भनेको संसद चलिरहेको नभएको समयमा तर तत्काल कानुन व्यवस्था आवश्यक परेको बेला राष्ट्र प्रमुख राष्ट्रपतिले संविधान अनुसार जारी गर्ने अस्थायी आदेश हो। यो आदेश संसदको अनुमोदन भएपछि मात्र कानुन बन्छ, अन्यथा संसदले अस्वीकार गरेपछि स्वतः खारिज हुन्छ। यस्तो अध्यादेश किन आवश्यक पर्छ भन्दा कहिलेकाहीँ देशमा आकस्मिक परिस्थिति आउँछ, जस्तै प्राकृतिक विपत्ति, राष्ट्रिय आपतकाल, तत्काल कानुनी व्यवस्था आवश्यक पर्ने स्थिति, जनताको सुरक्षा वा हितका लागि तुरुन्तै निर्णय लिनुपर्ने हुन्छ। यस्ता समयमा संसद तत्काल बस्न नसक्ने भएकाले कार्यकारी शाखाले अस्थायी तर कानुनी आदेश ल्याउँछ, त्यसलाई अध्यादेश भनिन्छ। र यस अध्यादेशका विशेषताहरू कस्ता छन् भने यो अस्थायी संसदले अस्थायी किसिमको हुन्छ। संसदले अनुमोदन नगरेसम्म स्थायी कानुन हुँदैन। संसद अधिवेशन नचलेको बेला मात्रै जारी गर्न सकिन्छ। संसदले स्वीकृत गरेपछि मात्र स्थायी कानुन बन्छ। जनताको हित, सुरक्षा र आपतकालीन आवश्यकताका लागि यस्तो अध्यादेश ल्याइन्छ। संविधानले यसलाई सीमित अधिकारका रूपमा दिएको छ। नेपालमा अध्यादेशको के छ, त्यसको विगत र भविष्यको र अहिले चलेको अवस्था। नेपालको संविधानले पनि राष्ट्रपतिलाई अध्यादेश ल्याउने अधिकार दिएको छ। नेपालको संविधान 2072 को धारा 114 अनुसार राष्ट्रपतिले मन्त्री परिषदको सिफारिसमा अध्यादेश जारी गर्न सक्नुहुन्छ। यो आदेश संसदको अधिवेशन सुरु भएको 60 दिनभित्र अनुमोदन हुनुपर्छ, नभए आदेश स्वतः खारेज हुन्छ। नेपालमा विगतमा धेरै पटक प्रधानमन्त्रीहरूले संसद अधिवेशन नरहेको समयमा विभिन्न कानुन ल्याउन राष्ट्रपतिलाई सिफारिस गरिएका उदाहरणहरू प्रशस्त छन्। र यसको निष्कर्ष के हो र के बुझ्नुपर्छ भने यसरी हेर्दा अध्यादेश भनेको एकदमै विशेष अवस्था मात्र प्रयोग हुने कानुनी साधन हो। यसले सरकारलाई आकस्मिक परिस्थितिमा निर्णय गर्न सजिलो बनाउँछ, तर यसको दुरुपयोग भयो भने लोकतन्त्र र संसद प्रणाली कमजोर हुन सक्छ। त्यसैले अध्यादेशले आवश्यक अवस्थामा मात्र प्रयोग गर्नुपर्ने हुन्छ। धन्यवाद। यसरी आज हामीले अध्यादेशको परिभाषा, आवश्यकता, विशेषता र नेपालमा यसको प्रयोगबारे संक्षेपमा बुझ्यौँ। यदि तपाईहरूलाई यो भिडियो मन पर्यो भने लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। फेरि भेटौँला अर्को ज्ञानमूलक भिडियोमा।